सो मर्निङ गाइस आज हामी हाम्रो लारा दरबार होमस्टेबाट माझीघट्टाबाट चाहिँ आज हामी आजको यात्रा चाहिँ हाम्रो के भन्छ मुर्मो टपसम्म हुन्छ। हेर्दै गर्नु होला। यहाँदेखि हामी गयौँ। अब हाम्रो गाइजहरू अगाडि सबै गइसक्यो, म चाहिँ लास्टमा छु होइन। अब त यो यहाँ घोडा पनि पाइन्छ। घोडा यहाँदेखि 1500 लाग्छ, तर हामी हिँडेर जाने भनिरहेछौँ। हिँडेर चाहिँ 2 साढे 2 हामी ढिलो हिँडे पनि 3 घन्टासम्म त पुगेला भन्ने भइरहेको। मर्निङ 4 बजे उठ्ने भनेको अहिले चाहिँ ठ्याक्कै टाइम भइसकेछ तपाईँको 6 बजेर 6:30 जति भइसक्यो। अब कतिखेर पुगिन्छ हेरौँ। त्यही पनि गइरहेछौँ हामी चाहिँ। यहाँ अगाडि मर्निङ नै छ, बत्ती बलेको देखिरह, अँध्यारो नै छ, त्यति उज्यालो पनि भएन। अब माथि पुग्दासम्म कस्तो हुन्छ हेरौँ। मुर्मा गाउँ सार्वजनिक सूचना पार्टी त कहाँ यो हो र? प्रेम गीतमा छ यो र? ल प्रेम गीतको मुभीको के अरे घर आयो यहाँ चाहिँ। प्रेम गीतको घर आयो यहाँनिर। हिरो नि यता, हिरो यता, साइड रोल उता भिलेन, मेकअपम्यान। बस क्या छ यति बात भइगयो। मुर्मो गाउँतिर चाहिँ बाबाले घोडा पाले रहेछन् क्या। ए तपाईँहरूले घोडाहरू देख्न सक्नुहुन्छ साइडमा। यस्तो यस्तो घोडाहरू यही छन्। पछाडि एउटा दाइले ल्याउनु भयो घोडा। घोडा यो सबै सायद घोडा बान्ने ठाउँ होला। ए ल ल दाइ, कता मुर्मो जाने माथि हो? हस् दाइ। घोडाहरू घरहरू पनि कस्तो हाम्रोभन्दा अलिकता चेन्ज टाइपको लाग्यो क्या। एउटा घर सँगसँगै मिलेको क्या माथिसम्म। मुर्मो गाउँ यहाँबाट दामी देखिँदो रहेछ, अलि माथिबाट। यस्तो यहाँदेखि सलक्क यस्तो ओखरपाडाको गाउँ जस्तो रहेछ। पारि त्यो टाउकोमा घाम लाग्यो भने हो, तर लागेको चाहिँ रहेनछ। तलबाट हाम्रो ग्याङहरू आउँदैछौँ। यहाँनिर अलिकता जुम गर्छ। पुरै कोइरात चोता कोइरात आउँदा बाबाले थाक लागिरहेको क्या। मासम्म ठाडो उकालो रहेछ क्या। म चाहिँ फेरि अगाडि आइदिएको। गाइजहरू हाम्रो आउँदै आएन, कहाँ छन् थाहा छैन। अनि रारा त यहाँबाट देख्न लागिसक्यो। अलि घामको लाइट चाहिँ एकदम बाबाले देखिरह। बब्बाले थाक लाग्यो गाइज, कसम नेक्स्ट लेभल के। कसम भने नेक्स्ट लेभल थाक लाग्यो। झन् बिहान हामी खाली पेटमा हिँडेको। पानी पनि पाइन्न रहेछ कि यतातिर त। अब थोरै होला, मलाई लाग्छ बडीमा 20 मिनट होला जस्तो लागिरहेको। अब हेरौँ कति छ। बाटो चाहिँ अलि उताबाट छ होइन। म चाहिँ अहिले सर्टकट हानिदिएको ठ्याक्क पढेर। म चाहिँ यस्तो यो डिले आइदिएको। अनि रारा तल उता देखिरह। यो डिले बाटो चाहिँ खास गरी उतापट्टि छ। मैले नि यहाँभन्दा अगाडि अलिकता खैरेहरूलाई देखेँ क्या यो बाटोमा हिँडेको। मलाई पनि थाहा थिएन। अनि म यो बाटो हिँडेको थाहा छैन, अगाडि गइरहनु खैरेहरू नै होला जस्तो लागिरहेको सायद। हो नभए बाटो यो हो क्या, ठ्याक्क बाटोमा मिस्यो। अब यहाँबाट नि सर्टकट हान्छु म त। लगाइस मुर्मो टपमा त पुग्यो। ब्याड लक कस्तो भयो भन्दाखेरि यहाँ पुरै बादल आइदिरहेको क्या। म रारा तालै देखाएन भने यार कता हो होइन। यहाँ थोरै यहाँनिर देखेछ, यता कतै छैन क्या। बादल यस्तो बल उडिरहेको छ यहाँ तलतिर, के भन्नु। अब कतिखेर बादल जाने हो र हामी जाने हो। हाम्रो ग्याङहरू पनि आइरहेछन्। यतातिर 2 जना गइसक्यो। अनि अरू यहाँ तल आइरहेछन् आदि। अनि हाम्रो दाजु पोखराको अब पछाडिको हिमाल हेर्दै बस्ने त होला दाइ एकछिनसम्म है। म चाहिँ टाइम स्ल्यापमा भिडियो बनाइरहेको छु। अब यस्तो कस्तो आयो होला भन्ने टाइपको गइराखेँ मलाई चाहिँ। यस्तो गाह्रो छ नि, अब के गर्नु। अब दिमाग खराब। यहाँबाट हेरौँ रारा देखिन्छ होइन। अनि त्यहाँबाट यता हेरौँ, यता अरू हिमालहरू देखिन्छ। पुरै हिमाल के, हिमाल। अनि यहाँ तलतिर पुरै सायद खरेर खोला होला जस्तो लागिरहेको मलाई चाहिँ। अब कहाँ हो है। गाइस ल एकछिन म यहाँबाट तपाईँहरूलाई चाहिँ म यहाँको 1-2वटा सिन बनाउँछु है। सिन कस्तो आउँछ तपाईँहरूले देखाउँछु है म। कैलाश जस्तो छ है।
यता अलिअलि हो कि होइन फेरि पुरै हिमाल 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 बबाल हिमाल बादल जान्न आज ब्याड लक हानिहाल्यो क्या रारा कति नजिक देखिने यहाँनिरबाट यहाँनिर चाहिँ मन्दिर रहेछ माई गड क्या बात अरे के हो यो के हो र अफिस हो मैले त होटल हो कि सोचेको पानी खाऊँ न आमा लगाइ चल्छ हामी चाउचाउ खान लागेको मुरमा टपमा यहाँदेखि पछाडि यहाँ एउटा होटल रहेछ ताईको यहाँ चाउचाउ बनाउँदैछु बगल बनिरहेछ लगेछु सबै छ के छ खाने हो हजुर खाने हो महँगो छ नि भाइ दिएपछि खाने हो है त राखे ल गाइस अब चाहिँ हामी नास्ता खाएर निस्किनु पर्ने हुन्छ यहाँबाट चाहिँ अनि हाम्रो दाइ बनाउनुहुन्छ नास्ता चाहिँ म चाहिँ अलिकता हेल्प गर्दै थिएँ अब यहाँबाट हामी चाहिँ बाहिर बवाल बवाल तरिकाले यार यति महँगो छ कि गाइस कुरै छोड्दिन अरे यता अहिले भन्छु तपाईँहरूलाई कति छ भनेर एक प्याकेट चाउचाउको यहाँ कति छ भने चाहिँ ठ्याक्कै कति रे भन्ने 80 यस्तो गाह्रो छ नि मायाकोसँग बवाल छ पैसा अलि मोटै ल्याएर आउनु होला गाइस यहाँ आउँदाखेरि रमाइलो एकदम गर्नु छ नि सानो हाम्रो डोनर उता ल ठिक छ गाइस अब हामी नास्ता खाएर यसो भ्यू स्यू हेरेर फोटो सोटो खिचेर ठ्याक्कै यहाँबाट तल जान्छौँ होला अब हामी अनि रारा पनि खासै टाढा छैन होइन आज अब हामी घर पुग्छौँ मजाले घर पुग्छौँ आज हामी भन्ने भइरह अब के हुन्छ कति घन्टामा पुग्यौँ हामी 6:20 मा होइन 8 कति भइसक्यो 8 बजी बवाल बवाल यस्तो मजा आएर छ हामी यहाँनिर बसेर टक्क पारेको भ्यू हेर्दै खाइरहेछौँ यहाँनिर बाहिरबाट आइज कस्तो रहेछ यस्तो बापरे 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 कस्तो मजा छ है धन्यवाद सञ्चालकज्यू कस्तो भइरहेछ चाउचाउ खाँदाखेरि मिठो भइरहेछ भोकले बेहोस भयो उता पर म त ढले ल ठिक छ महँगो यहाँ चाहिँ पानीको चाहिँ मिनरल वाटरको चाहिँ 100 रुपियाँ एउटाको चाहिँ तपाईँकोतिर कति पर्छ खै मुरमटममा चाहिँ 100 रुपियाँ अनि चाउचाउ काँचोको 40 पकाएको चाहिँ 80 अनि गेडाको चाहिँ 100 एक प्लेटको यस्तो महँगै छ हाम्रो दाजुभाइहरू यता बाजुराको महेन्द्रनगर पनि तपाईँ सबै सुदूरपश्चिमतिरको हामी चाहिँ कर्णालीबाट सिधै फोटोहरू चाहिँ सेक्सन दामी भयो मलाई थाहै छैन दाजु यो कता फर्स्ट टाइम सुदूरपश्चिम बाजुरा ए कालीकोट पनि देखिन्छ यहाँबाट कता कालीकोट ए अच्छा अच्छा ठिक छ त्यो सबै हुम्ला अच्छा यतातिर ए तर त यहाँबाट खसेपछि के होला कसम बवाल छ त बवाल भ्यू पोइन्ट चाहिँ बवाल छ अहिले चाहिँ अलिकता आकाश खोला भयो अनि रारा ताल पनि सोलरले अलिकता टर्किरह हिमालहरू कालीकोटको बाजुराको अनि यता हुम्ला अनि यता जुम्ला यो मुगु भइहाल्यो यति मनोरम दृश्य यताको वन सम्पदा एउटा रारा राष्ट्रिय निकुञ्ज होइन यति राम्रो जङ्गल एकदम यहाँ त एकदम रमणीय ठाउँ हाम्रो मानव जीवनमा बाजुराको बढी मालिका र मुगुको रारा नआयो भने मान्छेको जीवनै अधुरो जस्तो लाग्यो मलाई त अवश्य पनि प्रत्येक व्यक्तिले प्रत्येक नागरिकले यी दुईटा पर्यटकीय धार्मिक पर्यटकीय स्थलमा अवश्य भिजिट गर्न अनिवार्य जस्तो देखिन्छ आउनु होला सम्पूर्ण साथीहरू जसले हेरिराख्नु भएको छ उहाँले लाइभ गरिराख्नु भएको छ उहाँले लाइभ गरिराख्नु भएको छ हामी चाहिँ बाजुरा कुल्टीदेखि आयौँ हामी जगन्नाथ गाउँपालिकादेखि हाम्रो चाहिँ वडा अध्यक्ष जगन्नाथ गाउँपालिका 1 नम्बरको गणेश राजगिरी उहाँ हाम्रो सर महेन्द्रदेखि आउनु भएको छ उहाँ हाम्रो कार्यपालिकाको सदस्य हाम्रा पालिकाका कर्मचारी साथीहरू उहाँ लालबहादुर विष्ट चाहिँ हाम्रो चाहिँ वडाको वडा सदस्य
हामी एउटा जगन्नाथ गाउँपालिका वार्ड नम्बर 1 को एउटा वडाको टिमको साथमा म जनक विष्ट पनि हामी उपस्थित छौँ। तर यहाँ एकदमै राम्रो ठाउँ रहेछ, एकदम मनोरम दृश्य, प्राकृतिक छटा छहरा होइन, हिमालहरू, एकदम पहाडहरू, रारा राष्ट्रिय निकुञ्जले शोभायमान, तल राराको एउटा रारादह, राराताल, एकदम यहाँबाट रारातालमा गएर देख्न नसक्ने रहेछ। जब मुरमा टपमा आयो भने चाहिँ मुरमा टपबाट बल्ल रारादह देखिने रहेछ। त्यही भएर हामी अनिवार्य एकपटक यहाँ रारालाई भिजिट गरौँ साथीहरू। ल तू चले अपना है खया, अपना है खया। बवाल यस ए हाम्रो सिनमा पनि पछि एम गीत गाइहालौँ ल हामीहरू न, नाचौँ न हामी मजाले। अब चाहिँ हामी मुरमा टपबाट तलतिर झर्दै कस्तो ठिक आछ। मुरमा टपबाट हामी झर्दै अब हामी माझीघट्ट गएर खाना खान्छौँ होला। त्यहाँदेखि अब हामी ठ्याक्कै तल जान्छौँ होला। चिल पारामा सङ्गीता चाहिँ बब्बाल। माझीघट्ट तल राराको भ्यूमा रारा दरबार होमस्टे माझीघट्ट। अनि ठ्याक्कै पढेर सबैको खाना भइरह। कस्तो भइरह? नुन कस्तो छ? बाबा हेर त हिरोनी जस्तै। भिलेन यो पारा स्वाइक कस्तो भइरह? ओइ लगाइज म चाहिँ यहाँ खान लाग्छु। त्यही हो। अब यहाँबाट चाहिँ हामी ठ्याक्कै एकछिन पछि खानासाना खाएर अनि जान्छौँ होला रारा तालतिर। त्यही हो। ल के हुन्छ हेर्छौँ हामी चाहिँ। गाँजो रहेछ खत्रै, ओह्रालो बाटो पनि खतरा डेन्जर रहेछ क्या। माया खुट्टा पोलेर हैरान, उकालो जानु पनि खतरा, सास आउने, ओह्रालो आउँदाखेरि पनि बुझ्ने के हो अब। त्यो गाइस अब हेर्दै गर्नु होला। अनि एकछिन हामी रारा तालमा पुग्छौँ होला। हाताल पुगिन्न अब। यहाँ दाल यस्तो पाइन्छ, मान्छे यस्ता राम्रा हेर्दै नेपालमा हिरो पनि छैन। विश्वको 1 नम्बर बोस। तर अनमोल दाइ मलाई राम्रो लाग्छ नि भाइ, मलाई नि पर्सनली राम्रो लाग्छ। मलाई पर्सनली राम्रो लाग्छ क्या अनमोल। ल भाउजू भाइ है, राम्रोसँग बस्नु होला। अर्को पटक आउँदा यहीँ बसौँ ल। एकदम दामी होटल हो। अनि दरबार के अरे विराट दरबारै आइरहेको मुखमा, विराट के रारा दरबार होटलमा। त्यही हो। अब यहाँबाट हामी उता एकछिन रारा ताल घुमेर अनि आजको बास कता हुन्छ थाहा छैन। 1 बजी सक्यो, 1:30 भनौँ। अनि हाम्रो ग्याङ ग्रुपहरू चाहिँ अगाडि गइरह। यस्ता दिनहरू पनि आउँछ। पुगिसँग रारा तालतिर। अनि यहाँबाट चाहिँ हामी उता पारीबाट जाने हो। रारा ताल त हेरिसक्यौँ हिजो पनि, अनि मुर्मो बाटो पनि हेरिसक्यौँ। यहाँबाट कस्तो देखिँदो रहेछ भन्ने कुरा मात्र हो। केही छ भन्नु? रारालाई बचाइराखौँ, आफ्नो पहिचान आफै जोगाउँ। एकदम बबाल शीतल हुँदै हावा सर्र लागिरह। अनि यस्तो दामी छ क्या जङ्गल पनि। गइरहेछौँ हामी चाहिँ। अनि यतापट्टि जङ्गल भयो, यतापट्टि रारा तालको छेउ फेरि जङ्गल पनि नाइस बबाल एकदम। कमेन्टै नगरौँ क्या, यति बबाल जङ्गल यार, मिलेको क्या ठ्याक्कै। यहाँ तोप्पा क्या पुरै कत्रो छ यहाँ ताल त। पुरै नगरौँ, बबाल ठुलो छ। हाम्रो ग्याङ चाहिँ अगाडि गइरह। पछाडि छु, खुट्टा दुखेर हैरान भइरहेको।
दिमाग खराब। त्यही गाइस म चाहिँ अब पनि लागिरहेको अब हामी घर जानुपर्ने हुन्छ। घर भन्नाले आज हामी रारा बस्दैनौँ, बसेर नि के गर्नु, अब हामी गइहाल्छौँ। आज चाहिँ 2 दिन भइहाल्यो, डे 2 आज चाहिँ। अनि त्यही हो, आज चाहिँ हामी जान्छौँ। अब कहाँ पुग्छौँ भन्ने कुरा हो क्या। बिना पुग्यो भने बिना बसौँ, नत्र गाडी पाएपछि घर गइहाल्छौँ, नत्र चाहिँ बिना बसौँ बनायो। अब के हुन्छ हेरौँ। अब त्यो गाइस रारा ताल जति पनि मान्छेहरू तपाईँहरू रारा ताल आउनुहुन्छ, एउटा कुरा चाहिँ अरू कुरा ख्याल गरेर राख्नुहोस्। रारा ताल आउनु भयो भने चाहिँ तपाईँ मुरमा पुग्नुहोस्, तपाईँले रारा ताल घुम्नै पर्दैन क्या। यति बवाल ठाउँ छ नि, प्लस पछाडिपट्टिको हिमालहरू पनि देखिन्छ होइन। रारा ताल कुना कुना देखिने रहेछ क्या। हामीले आँखाले यसरी निहालेर हेऱ्यौँ क्या होइन, सबै के सब देखिने रहेछ, एकदम नजिकै देखिने क्या फेरि। अनि हामी त्यो भएर चाहिँ अहिले खासै रारा घुमेनौँ। अनि रारा हाम्रो पछाडि नै छ। हामी रारा त्यति घुमेनौँ। मैले चाहिँ मुर्मबाट आएँ, अनि माझीगट्टा खाना खाएँ, अनि अहिले चाहिँ 2:30 बज्यो ठ्याक्कै। अब चाहिँ हामी यहाँदेखि जान्छौँ। हिजोकै बाटो हो, अब आज चाहिँ के हुन्छ। ऊ त्यहाँ अब यहाँबाट चाहिँ जङ्गलको बाटो उकालो उकालो छ, अनि पुरै उताबाट चाहिँ ओह्रालो छ। हामी चाहिँ हिजो त्यहाँबाट तल झरेको थियौँ, आज चाहिँ यहाँबाट गइरहेछौँ। हेरौँ अब कहाँसम्म हुन्छ यात्रा। ल गाइस अहिले चाहिँ हामी रोडको नजिक पुग्यौँ होइन। यहाँ तलपट्टि रोड देख्न सक्नुहुन्छ। हामी रोडको तल पुगिसक्यौँ। यस्तो हालत खराब भइसक्यो मायाकोसम्म हिँड्न होइन। यो जुत्ता मैले यो पछाडि ब्यागमा राखेको छु, देखाएँ ल। म नाङ खुट्टै हिँडिरहेको छु क्या, धेरै भइसक्यो क्या। एकदम माथि कहाँदेखि जुत्ता यस्तो पोलिरहेको छ कि होइन, ओह्रालोमा पुरै छोडिदिनु क्या। अगाडिको झन् मेरो बुट भयो होइन, यो अगाडिको टोप्राहरू खतरा पोलिरहेको क्या। हिँड्दा खुट्टा नि कस्तो भइसक्यो भने क्या, बवाल दुखिरहेको क्या खुट्टा चाहिँ। बिस्तारै हिँडिरहेको छु। यहाँदेखि तल रोड पनि देखिसक्यो, छाला गइसक्यो क्या मायाका छन्। यस्तो भएछ अब के भनौँ, अब हामीलाई मात्रै थाहा छ है। रोडमा त पुगेँ ठ्याक्क। हाम्रो कडेदाहरू आएको थियो कि बाइकमा, यहाँनिर चाहिँ बाइक एक्सिडेन्ट गरेछन् यिनीहरूले। बाइक एक्सिडेन्ट गरे यार, यिनीहरू सबै दौडेर गइरहेछन्। म चाहिँ अब नाखुट्टै भयो नि त, हिँड्नै सकेन। बिस्तारै हिँडिरहेको छु। बाइक नै खसादियो भने यार, मैले आँखा हेर्दै कि केटाहरू के गर्छन् भने यार। हिजो राति हिजोको कुरा के भन्दा हिजो चाहिँ हाम्रो बिजोक रमाइलो भएको थियो। हामी चाहिँ 7 रोडमा पुगेको थियौँ। त्यहाँदेखि फेरि गाडी नआएर राति 6-7 बजिसकेको थियो क्या। त्यहाँदेखि राति एउटा दाइको गाडी आएर भगवान् जस्तो होइन, खुट्टा दुखेर सुनेर हैरान भइसकेको थियो क्या। हामी राति कहाँ बस्ने थाहा थिएन, जङ्गलको बाटो 3-4 घन्टा हिँड्नुपर्ने थाहा थिएन। तर पनि हामी हिँडिरहेको थियौँ, एउटा दाइको गाडी आएर, त्यो हाइड्रो पावरको दाइहरूलाई थ्याङ्क्स भन्न चाहन्छु। त्यो गाडीमा हामीलाई पछाडि भए पनि ल्याएर आए। अनि हामी चाहिँ हिजो बुलबुले बस्यौँ। अनि बुलबुलेबाट आज मर्निङमा हिँडेको यहाँदेखि। अनि त्यही हो, हाम्रो गाइजहरू अगाडि गइरहेछन्, म चाहिँ यहाँ पुलमा छु। अनि हामी चाहिँ घोडामौला पुग्यौँ। यस्तो दुःख भयो नि पुरै छोडिदिनु कि हिजो चाहिँ, मा कसम पुरै छोडिदिनु। दुःखको के कुरा गरौँ अब, दुःख भन्ने त्यस्तै हो। अब हामी यहाँ माथि रोडबाट जानुपर्ने हो। यो रोडबाट चाहिँ एकदम लङ छ क्या, बाटो धेरै लामो छ क्या। 3-4 घन्टाको फरक पर्छ त्यो कि घर पुग्दासम्म। त्यही भएर हामी यो खोलै हिँडेको, पुरानो बाटो एकदम हाम्रो। आफ्नो ठाउँ घुम्नु पऱ्यो भन्दा होइन, घोडामौला बवाल ठाउँ छ क्या। यस्तो बवाल भिड छ। अनि खोला यहाँनिर चाहिँ यति बवाल भ्यू छ होइन, तपाईँले म देखाउन चाहन्छु। यस्तो बवालकै बिचमा खोला, अनि साइडमा झोला, पारिपट्टि भिर, यता भिर सक्यो त होइन भाइ। यता सिटिजन भाइ एक लट्ठी गरेर रोक। यहाँ बाटो पनि कस्तो खराब है। यहाँबाट खस्यो भने सिधै तल खोला हो क्या। स्यासु नभएर सिधै निगाली झारी खोला हो। लगाएपछि यहाँ चाहिँ जुम्लाको शिलाजित निकाल्ने ठाउँ है। यहाँनिर यस्तो ठाङ्राहरू देख्न सक्नुहुन्छ। यहाँ माथि कालो पुरै शिलाजित।
यस्तो डरलाग्दो भिड छ क्या माथि कता कता कहाँबाट कसरी आउँथेन होइन रस्सी फालेर माथिबाट रस्सी बाँधेर रस्सी यति तल फालेर अनि यहाँबाट शिलाजी निकाल्छ यहाँबाट खस्यो भने सिधै तल खोला हो क्या यस्तो डेन्जर 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 तरिकाले निकाल्छन् कि शिलाजी के भन्नु अब यसको खतरा बहादुरी हुन् कि यिनीहरू त पहाड चढ्ने भन्दा पनि के हिमाल चढ्ने भन्दा पनि यिनीहरूलाई खतरा मान्छु म त किनकि अब साधन हुन्छ सबै गाइड साइड हुन्छ नि त यिनीहरू आफ्नै यहाँको लोकल मान्छेले निकाल्ने हुन् क्या त्यो गाडीमा गए गाडीमा आएर खासै मजा आउँदैन क्या यस्तो यस्तो ठाउँ घुम्ने अनि बल्ल रियल देखिन्छ क्या जुम्लामा यति बवाल ठाउँ पनि छ भन्ने कुरा चाहिँ बुझिन्छ अब हाम्रो घर जानु चाहिँ त्यति धेरै चाहिँ छैन अब थोरै छ त्यसपछि हामी हाम्रो घरमा पुग्छौँ होला अनि यहाँभन्दा तल हिमाल नदी यस्तो क्या त्यो देखाउँछु है तपाईँहरूले त्यो भिड क्या यहाँबाट मान्छे खस्यो भने चाहिँ हालत के होला त्यो गाइस यहाँबाट अब हामी खोला छाले हिँड्दैछौँ के अरे यो दार्के यहाँ आएको छ भने यो यहाँनिर थोरै कम छ क्या यति हाइटी होइन बिचमा चिरा परायो हो क्या यो ठाउँ चाहिँ ठाउँहरू भ्यूहरू पनि के रुखहरू क्या मस्तले मिलेको होइन खोलाले चाहिँ 8 बजे छ 9-10 बजेसम्म त घर पुगिहाल्छ यहाँदेखि हाम्रो घरदेखि अलिक थोरै हो हाइटी यस्तो बवाल खोलाको छेउै छेउ यहाँ यो शिलाजितहरू यो अलिक त्यति राम्रो नहोला यहाँदेखि यस्तो बवाल छ क्या हेरी अबको केही टाइममा हामी घर पुगिहाल्छौँ आजको भ्लग चाहिँ कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्नु होला हिजोको धेरै यति बवाल सिनहरू मैले खिच्नै पाएन कि राति आएँ नि त रातिको बाटो भएर खिच्नै पाएन क्या त्यो भएर चाहिँ यो भ्लग चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला त्यहाँका सिनहरू धेरै छन् विशेष गरी तपाईँ हिँडेर आउनु होला अनि बवाल रमाइलो हुन्छ यहाँ पारिपट्टि पनि झर्ना छ फोटोको सिन चाहिँ सुरु भइरहेको हाम्रो चाहिँ हो मा कसम रियल वर्ल्ड पारिपट्टि घाम लाग्यो यहाँपट्टि घामै नलाग्ने ठाउँ हुन्छ